हरेक अपराधको अपरेसन हतकडी। नमस्कार, अपराधीलाई कानुनी कठघरामा उभ्याउने हाम्रो मिसन हतकडीमा तपाईलाई स्वागत छ। म विकास थपलिया। 3 विदेशी महिला जसलाई 5.5 करोड रुपैयाँ बराबरको माल युरोपसम्म पुर्याउने जिम्मेवारी दिइएको थियो। अफ्रिकी मुलुक नाइजेरियाका माफियाहरूले फिलिपिनो र 2 पाकिस्तानी महिलालाई करोडौं बराबरको मालको भरिया बनाएका थिए। नाइजेरियाली माफियाले ट्रान्जिट नेपालको रुट परीक्षण गरेरै छनौट गरेका थिए। हवाई मार्ग हुँदै ब्राजिलबाट काठमाडौँ विमानस्थल छिराएर ठमेलको होटल काउन्टरसम्म पुर्याउने जिम्मेवारी फिलिपिनो महिलाको थियो। त्यहाँबाट पाकिस्तानको कराची पुर्याउने जिम्मेवारी 2 पाकिस्तानी महिलाको थियो। तर त्रिभुवन विमानस्थलबाट फिलिपिनो महिलालाई पछ्याउँदै गएका लागु औषध नियन्त्रण ब्युरोका प्रहरीले उनीहरूको योजनालाई सफल हुन दिएन। ब्युरोले अहिलेसम्मकै ठूलो परिमाणमा कोकिन बरामद गर्न सफल भएको छ। लागु औषध नियन्त्रण ब्युरोले हालसम्मकै ठूलो परिमाण 2 किलो 830 ग्राम कोकेन बरामद गरेको छ। यो कोकेन एक फिलिपिनो र 2 पाकिस्तानी महिलाबाट बरामद भएको हो। नाइजेरियाली लागु औषध माफियाका भरिया बनेर फिलिपिन्सकी क्रिस्टिना अग्वेर हारो तथा पाकिस्तानी लुइस अथर निघात र आयसा हुसैन नेपालको रुट हुँदै युरोपसम्म पुग्ने योजनामा थिए। यी 3 जना महिलालाई नाइजेरियाली गिरोहले आर्थिक प्रलोभनमा पारेर कोकिन तस्करीमा लगाएको प्रहरी बताउँछ। त्रिभुवन विमानस्थलमा यही जेठ 19 गते उत्रिएकी फिलिपिन्सकी हारोलाई पछ्याउँदै गएको ब्युरोको टोलीले 4 दिनपछि अन्य 2 जनालाई पनि पक्राउ गरेको थियो। ठमेलको इन्काउन्टरमा होटलमा बसेकी हारोले जेठ 23 मा आएर ठमेलकै ट्र्याकर होम होटलमा बसेका पाकिस्तानी निघात र हुसैनलाई कोकिन दिने क्रममा 3 जनालाई ब्युरो टोलीले पक्राउ गरेको हो। यो कोकिन ब्राजिल हुँदै हवाई मार्गबाट नेपाल भित्रिएको थियो। नेपालबाट पाकिस्तानको कराची पुगेर कोकिन युरोपेली मुलुक लैजाने योजनामा थियो। कारोबारी ब्राजिलबाट दुबई, नेपाल र कराचीको रुटमा सक्रिय देखिएका छन्। फिलिपिनो महिला अग्बेर 1 वर्ष हाउस मेड भिसा लिएर पाकिस्तानी महिला द्वय लुइस अथर र आयस्ता हुसैनलाई लिएर ब्राजिल गएकी थिइन्। उनी चाहिँ फिलिपिनो नागरिक हुन् र पाकिस्तानमा हाउसमेटको भिजामा बसेर काम गरेर 2012 देखि र 12 देखि 14 सम्म त्यही काम गरिएको र एकचोटि अब यो लानुभन्दा पहिला चाहिँ के देखिन्छ भने उनले त्यो गरेर काम छोडेर लाहोरमा आएपछि कन्ट्र्याक्टमा यस्तो कारोबारीसँग कन्ट्र्याक्टमा आएर उसलाई चाहिँ पेरु पठाएर पेरुबाट सामान ल्याउन लागेको देखिन्छ। पाकिस्तानी महिला अर्थर फिलिपिनो अग्वेर भन्दा अगाडि नै काठमाडौँ आएर ठमेलको ट्र्याकर होटलमा बसेकी थिइन्। अहिलेसम्म नेपाल नआएको कोही पनि आएको छैन, 3 जना नेपाल आएको छैनन्। अब पाकिस्तानको पहिलो एउटाको चाहिँ भिजामा नाइजेरियासम्म गएको देखिन्छ। अब अर्कोको चाहिँ यो हुसैन भन्नेको चाहिँ आयसाको चाहिँ कहीँ पनि गएको छ, फर्स्ट टाइम पासपोर्ट बनाएको हो। गर्दाखेरि अब यसको अब फिलिपिनोको त पहिला पनि पाकिस्तान आइसकेको हो। त्यसले गर्दा यिनीहरूको खासै ठुलो चाहिँ यो भनौँ न अब आफ्नै ट्रान्जेक्सनमा हिँड्न सक्ने खालको होइन।
फिलिपिनो महिलालाई होटलमा बोलाएर सामान दिने क्रममा अर्थर पनि पक्राउ परेकी थिइन्। यिनीहरूको साथमा नेपालबाट पाकिस्तानको कराची जाने टिकट र पाकिस्तानमा सायरा नामको पाकिस्तानी केटीको ठेगाना फेला परेकाले यिनीहरू पाकिस्तान जाने योजना सहित नेपाल आएको प्रहरीको निष्कर्ष छ। दुईटा मान्छे काठमाडौँ आइज फेरिया छ। पहिला अब यसलाई पेरुबाट एउटा मान्छेलाई यो फिलिपिनो नागरिकबाट काठमाडौँसम्म ल्याउन लायो। त्यसपछि अब त्यसको काम यहीँ सकाएर उता पाकिस्तानी दुईजना महिलालाई चाहिँ काठमाडौँ पठाएर त्यो सामान चाहिँ लिन लगाएर हिँड्छ। अब यो काठमाडौँमा चाहिँ उनीहरू ह्यान्डओभर गर्ने मात्रै गरेको देखिन्छ। पछिल्लो पटक नेपालमा फेला परेका कोकिन परिमाण सबैभन्दा बढी हो। यिनीहरूको साथबाट 2वटा सुटकेसको समाउने डन्डीभित्र 490 को दरले 980 ग्राम फुट पाउडरको सेतो बट्टाभित्र 200 ग्राम सोली आकारको बट्टाभित्र 385 ग्राम, कफीको 2वटा बट्टाभित्र 250 का दरले 500 ग्राम, स्याम्पूको बट्टाभित्र 375 ग्राम, कन्डिसनरको बट्टाभित्र 390 ग्राम गरी 2 किलो 800 ग्राम कोकेन फेला परेको छ। लागु औषध कारोबारमा सक्रिय अन्तर्राष्ट्रिय समूहले सेतो हिरोइन र नेपालमै उत्पादित चरेस अन्तर्राष्ट्रिय अवैध लागु औषधको बजारमा पुर्याउन नेपाललाई ट्रान्जिट पोइन्ट बनाउँदै आएका थिए। लागु औषध मध्ये पनि कडा मानिने कोकिनको अवैध कारोबारमा नेपालको रुट प्रयोग भएको यो तेस्रो पटक हो र अघिल्लो पटक भन्दा ठूलो परिमाणमा यसपटक कोकिनको कारोबार भएको छ। माफियाले एसियाली मुलुकको लागु औषध बजारमा कोकिन पुर्याउन नेपालको रुट परीक्षण गर्न खोजेको जस्तो देखिन्छ। तर झण्डै 2.5 किलो कोकिन अर्थात् 5.5 करोड रुपैयाँ बराबरको कोकिन भरियालाई बोकाउनुले कतै परीक्षण सफल भएको यो रुटको प्रयोग भएको त होइन भन्ने आशंका पनि बढाएको छ। लागु औषधको अन्तर्राष्ट्रिय तस्करी गिरोहको यो रुटको योजनाको खुलासा गर्छौं ब्रेकपछि। 1 किलो कोकिन गन्तव्यसम्म पुर्याइदिने भरियालाई नै 20,000 अमेरिकी डलर अर्थात् 20 लाख रुपैयाँ दिनुपर्छ। प्लेन टिकट र होटलको खाना बस्न पनि माफियाले नै भर्नुपर्छ भने त्यो गन्तव्यसम्म पुग्दा कोकिनको मूल्य कति होला? खास गरी अमेरिका र युरोपका गैरकानुनी बजारमा खरिद बिक्री हुने सबैभन्दा महँगो लागु औषध कोकिनको रुट मात्र नेपाल हो। अमेरिका र युरोपको आसपासका मुलुकदेखि नेपाल हुँदै फेरि उतै पुर्याइने लागु औषधको ट्रान्जिट पोइन्ट बनाइएको हो नेपाललाई। लागु औषधको अन्तर्राष्ट्रिय माफियालाई लाग्दो हो कि नेपालको विमानस्थललाई ट्रान्जिट बनाई कारोबार गर्दा सजिलो पर्छ, किनकि अझै पनि यहाँका सुरक्षाकर्मीहरू नाङ्गो आँखाले अपराधी पहिचान गर्ने प्रयास गर्छन्। नेपालमा कोकिन सहित विदेशी नागरिक पक्राउ परेको यो तेस्रो घटना हो। फागुनमा ब्युरोको टोलीले ब्राजिलबाट काठमाडौँ आएका रेमन जुङलाई 2.5 किलो कोकिन सहित पक्राउ गरेको थियो। फागुन 6 गते दुबईबाट एक लागु औषधको तस्कर भरिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदै गरेको सूचना नार्कोटिक्स इन्भेस्टिगेसन ब्युरो NIC का प्रहरी यी विदेशी लागु औषध भरियाको पक्राउको पर्खाइमा थिए। जब यिनी काठमाडौँ विमानस्थलमा ओर्लिए प्रहरीले पक्राउ गरी केरकार थाल्यो। अनुसन्धानका क्रममा यिनको पेटमा कोकिनको क्याप्सुल रहेको खुल्यो।
प्रहरी अस्पताल पुर्याई उपचार पद्धतिबाट यिनको पेटबाट यी कोकिनका क्याप्सुल निकालियो। यिनको नाम रेमन्ड जुङ्गु ओपेल। अफ्रिकी मुलुक नामिबियाका 40 वर्षीय ओपेलले आफ्नो पेटमा 2.5 किलोग्राम भन्दा बढी लागु पदार्थ कोकिनका क्याप्सुल निलेका थिए। त्रिभुवन विमानस्थलमा यसरी लागु औषधको तस्करी भएको यो पहिलो पटक होइन। 1 वर्ष अघि एक नेपाली नागरिकको पेटमा क्याप्सुल बनाएर पेटमा राखिएको क्याप्सुल बरामद भएको थियो। दुबईको एक होटलमा क्याप्सुल खाएका रेमन्ड जुङ्गु ओपेललाई त्रिभुवन विमानस्थल बाहिर नेपाल प्रहरीले पक्राउ गरेको थियो। नेपालमा पहिलो पटक 2 वर्ष अघि थाई नागरिक सुप्रारेट मैकिन्टोस 1 किलो कोकेन सहित पक्राउ परेकी थिइन्। माछा प्याक गर्ने टिनको बट्टाभित्र कोकिन राखेर पेरुबाट अर्जेन्टिना हुँदै नेपाल आउँदा उनी पक्राउ परेकी थिइन्। उनी मलेसिया हुँदै युरोप जान नेपाल आएको खुलेको थियो। उनी अहिले नेपालकै कारागारमा सजाय काटिरहेकी छिन्। कुनै बेला कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स सोब्राजले नेपालको विमानस्थलबाट हात्ती छिराएर देखाइदिने चुनौती दिएका थिए। अझै पनि माफियाहरू त्यस्तै ठान्छन्। उनीहरूलाई थाहा छ कि नेपालमा चेक जाँच गर्ने शैली यस्तो छ जो दुनियाँका अरू विमानस्थलमा साइदै छ। हाम्रो विमानस्थलमा शंकास्पद वस्तु फेला पार्ने एउटै प्रविधि एक्सरे छ, जसले कहिलेकाहीँ त काम गर्न पनि बिर्सिरहेको हुन्छ, अर्थात् बिग्रिरहेको हुन्छ। यदि त्यस्तो भयो भने सुरक्षाकर्मीहरू यात्रुलाई छामछुम गर्छन् र पठाइदिन्छन्। यस्तै रुट चाहिएको हो माफियाहरूलाई पनि। कोकिनको नेपाल ट्रान्जिटको योजना बनाउने अन्तर्राष्ट्रिय माफिया को होलान्, देखाउँछौं ब्रेकपछि। लागु औषध नियन्त्रण ब्युरो सहितका प्रहरीका 100औं कर्मचारी विमानस्थलमा 24 घण्टा तैनात रहन्छन्। उनीहरूको नाङ्गो आँखाले भ्याउँदासम्म त नियन्त्रणका प्रयासहरू भएका होलान्, तर लागु औषध माफियाका त्यस्ता उपायहरू जो हामीसँग रहेका प्रविधिहरूलाई समेत चुनौती बन्न थालेको छ र नेपाललाई अर्को एउटा चुनौती थपिएको छ, किनकि अन्तर्राष्ट्रिय माफियाको गिद्धे आँखा हाम्रो मुलुकमा पर्न थालेका छन्। उनीहरूले नेपाललाई ट्रान्जिट बनाई हवाई मार्ग हुँदै युरोप र अमेरिकन मुलुकहरूसम्म लागु औषधको कारोबार गर्छन्। नेपालको भारतसँग खुल्ला सिमाना मात्र होइन, अन्तर्राष्ट्रिय विमानस्थलको रुट पनि माफियाका लागि खुकुलो भएको छ। पछिल्लो पटक बरामद भएको कोकिन ब्राजिल हुँदै काठमाडौँ भित्राइएको थियो। फेरि यही विमानस्थलको प्रयोग गरी युरोप अमेरिकातिरै जाने भरियाको रुट थियो। यसले पनि पुष्टि गर्छ कि माफियाको नजरमा नेपालको विमानस्थलको सुरक्षाको अवस्था के छ भन्ने। अत्यन्त महँगो मूल्यमा बिक्री हुने कोकिनको लक्षित बजार युरोप भएको बताइन्छ। कारोबारीले ब्राजिल, पेरु लगायतका देशमा बन्ने लागु औषध युरोपको बजारमा पुर्याउन पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ। हैन, यो नेपालको मात्र हैन, यो त पेरुबाट आएछ। पेरुबाट आउँदा धेरै एयरपोर्टहरू चेन्ज गर्दै आउनुपर्छ। सायद अब यिनीहरूको लुकाउ छिपो गर्ने तरिका पनि त्यस्तो थियो होला। अब कति फेरि देशमा ट्रान्जिट हो भन्दाखेरि मान्छेले त्यति सिरियसली हेर्दैन।
अब हाम्रो अराइभलमा पनि खासै अब नेपालमा अब आइसकेपछि जति डिपार्चरमा हाम्रो सेन्सिटिभ छ त्यति अराइभलमा पनि टुरिस्टलाई हाम्रो अलिकति सफ्ट कर्नरबाट हेर्ने हो भने त्यसको फाइदा लियो जस्तो लाग्छ मलाई। दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकेनलाई सिधै युरोपेली बजारमा भित्र्याउन कठिन हुन थालेपछि कारोबारीको रूपमा नेपाल परेको सुरक्षा अधिकारीको विश्लेषण छ। यिनीहरूले नयाँ नयाँ तरिका खोज्दै गइरहेछ। त्यही कारण यो हाम्रो लागि अब संसारकै यो जुन चाहिँ ल इन्फोर्समेन्ट एजेन्सी लगायत लागु औषधको नियन्त्रण निकायहरू छन् यसलाई चाहिँ च्यालेन्ज बढ्दै गएको छ। हाम्रो बढी कोअपरेसन र इन्फर्मेसन एक्सचेन्ज चाहिँ जरुरी छ। त्यस सँगसँगै हाम्रो अब हामी पनि आफैमा चाहिँ बढी सक्षम चाहिँ विशेष गरी अब यो उपकरणहरूदेखि लगाएर साधन स्रोतमा पनि हुँदै गएर यसलाई चाहिँ ट्रेनलाई हामीले ब्रेक गर्न चाहिँ सक्षम हुँदै जानुपर्छ लाग्छ मलाई। पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाएर लागु औषध तस्करीमा नाइजेरियाली माफिया सक्रिय बनेका छन्। पाकिस्तानमा बसेर नाइजेरियाली माफियाले कोकेन र सेतो हेरोइन नेपाल हुँदै अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेको पाइएको छ। कहाँबाट त्यो उनीहरूको सप्लाई गर्न सजिलो हुन्छ यो घुमाइराख्छ। अब यो यति 2 ग्राम हामीले आज 2 किलो समात्यौँ। अब डिमान्ड भएको ठाउँमा त करिब भनौँ न युरोपतिर टनमा जान्छ। टनको अगाडि त यो के पनि होइन, घुमाइरहन्छ उनीहरूले। अब कहाँनिर सजिलो हुन्छ, कता चाहिँ उनीहरूलाई बढी छुपाउनु सजिलो हुन्छ, कहाँ पुलिसले शङ्का गर्दैन, त्यस ठाउँमा चाहिँ उनीहरूले बढी खोज्दै हिँड्छ। लागु औषध नियन्त्रण ब्युरोले यसपटक हालसम्मकै ठूलो परिमाणमा कोकेन सहित 3 विदेशी महिलालाई काठमाडौँबाट पक्राउ गरी अनुसन्धानलाई पुष्ट्याइ गरेको छ। यिनीहरूले उत्पादन स्थलबाट कोकेनलाई नेपाल ल्याउने र नेपालबाट पाकिस्तान लगायतका मुलुकमा लैजान अलग अलग महिलाको प्रयोग गरेको देखिएको छ। एक नाइजेरियाली पेरुको लिमामा खरिद गरेको कोकिन नेपाल हुँदै हारो सहित 3 जनाको सहयोगमा पाकिस्तान पुर्याउने तयारीमा थिए। ब्युरोले 3 महिना अघि नामिबियाका नागरिक रेमन्ड झुङ्गु ओपेललाई 2 किलो 666 ग्राम कोकिन सहित पक्राउ गरेको थियो। पछिल्लो पटक प्रहरीले बरामद गरेको कोकेनको अन्तर्राष्ट्रिय गैरकानुनी बजार मूल्य 5 करोड 66 लाख रुपैयाँ रहेको बताइन्छ। धेरै हाई सोसाइटी अथवा सोसाइटी भन्दा पनि खर्च गर्न सक्ने मान्छेले मात्र खान्छ यो। अब यसको अहिले हामीले अनुमान गरेको अवैध काठमाडौँको मूल्य 20,000 पर ग्राम छ भन्दाखेरि यो टोटल 5 करोड 60 लाख जतिको सामान हो। अनि अब यो एक डोजको 1 ग्राम खान 20,000 तिर्न सक्ने भनेपछि त नर्मली अब अलि इन्कम पनि राम्रै भएको मान्छे चाहिन्छ। त्यहाँदेखि यो काठमाडौँमा नेपालमा यसको त्यति मार्केट छैन। अब 1-2 जनाले खान नखाने भन्ने त होइन। अब यसको चाहिँ मार्केट यो चाहिँ बढी एकदम एनर्जी दिने खालको उत्तेजनात्मक हो। यो कोका प्लान्टबाट बन्छ। यसको चाहिँ टार्गेट भनेको अलि हाईली इन्कम भएको मान्छेहरू चाहिँ देखिन्छ यसमा। एक डोजको कति पर्छ? अहिले हाम्रो अनुमान 20,000 1 ग्रामको। डोज भन्दा पनि त्यसले कति खान्छ हो, तर 1 ग्रामको चाहिँ 20,000 नेपाली रुपियाँ। नाइजेरियाली गिरोहको योजनामा फिलिपिनो र पाकिस्तानी महिलाले कोकेन ओसार पसार गर्दै आएको देखिन्छ। अनुसन्धानमा असर पर्ने भन्दै ब्युरोले नाइजेरियन गिरोहको नाम सार्वजनिक गरेको छैन। पाकिस्तानी दूतावास मार्फत तस्करीको नाइकेको खोजी सुरु गरिएको थियो। इन्टरपोल मार्फतबाट अनि अब सम्बन्धित प्रहरी अथवासँग पनि हामी कोसिस त गर्छौँ। अब तर कस्तो हुन्छ नि उनीहरूको हामीले खबर दिएपछि उनीहरूले हामीलाई केही हामीले सहयोग गर्नु पऱ्यो भने उनीहरूले डेफिनेटली देखाउँछ। र योभन्दा पहिलाको पाकिस्तानी महिलाहरू समातेको थियो हामीले हिरोइनमा, त्यसमा पनि उनीहरूले त्यो महिलाको पहिलाको ब्याकग्राउन्डहरू पठाइदिएको थियो यस्तो खालको मान्छे हो भनेर। त्यस सहयोग चाहिँ हुन्छ र इन्फर्मेसन हामी एक्सचेन्ज चाहिँ गर्छौँ यसको बारेमा।
माफियाले हारोलाई 10,000 अमेरिकी डलर र अन्य दुईलाई जीवनभर आर्थिक सहयोग गर्ने प्रलोभनमा तस्करीमा लगाएको खुलेको छ। माफियाको लागु औषध लुकाउने कायदा पनि अचम्मका हुन्छन्। कल्पना नगरिएका शैली र स्थानहरूमा लुकाई छिपाई लागु औषध सप्लाईको प्रयास गरिन्छ। प्रहरीले एउटा तरिका पत्ता लगाउँछ, माफियाले शैली परिवर्तन गरिसक्छन्। शरीरभित्र र निलेर लागु औषध लुकाउने तस्करका शैली समेत पत्ता लागिसकेको छ। तैपनि कहाँ कहाँ लुकाएर पनि तस्करी भइरहेको छ, जो पत्ता लगाउनु प्रहरीका लागि टाउको दुखाइ बन्छ। त्यसो त नेपाल अब लागु औषध ट्रान्जिट पोइन्ट मात्र होइन, उत्पादक मुलुकका रूपमा समेत बेइज्जती कमाउन थालेको छ। युरोपदेखि अमेरिकासम्मका गैर कानुनी बजारमा नेपालकै लागु औषधको चर्चा हुने गर्छ। यतिसम्म कि लागु औषधका कुख्यात अन्तर्राष्ट्रिय माफियाहरूको आँखा नेपालमा गडिसकेको छ। यस्तो गम्भीर अवस्थालाई नियन्त्रणमा लिन राज्य र सुरक्षा निकायले अझै धेरै प्रयास गर्नुपर्छ। अपराधीलाई कानुनी कठघरामा उभ्याउने हाम्रो मिसन हतकडी जारी छ। नयाँ श्रृङ्खला हेर्न नभुल्नुहोला। नमस्कार।